हेलो सृजनशील महिला समूह इजरायलद्वारा आयोजित यो एक दिने भ्रमण केवल घुमफिर मात्र नभई आपसी आत्मीयता खुसी र सम्झनाले भरिएको विशेष यात्रा बनेको छ। नमस्कार, म समीर छिन्तेल। आज हामी उपस्थित भएका छौँ संसारकै अद्भुत प्राकृतिक सम्पदा मध्ये एक डेड सीमा। समुद्र सतहभन्दा करिब 430 मिटर तल रहेको डेड सी संसारकै सबैभन्दा होचो स्थान मानिन्छ। यहाँको पानी अत्यन्त नुनिलो भएकोले मानिस सजिलै पानीमा तैरिन सक्छ। साथै यहाँको प्राकृतिक माटो स्वास्थ्य र छालाका लागि पनि निकै लाभदायक मानिन्छ। सुन्दर दृश्य, रमाइलो क्षण, हाँसो, नाच गान र साथी भावले भरिएको यो यात्राले सबैको मन छोएको छ। सृजनशील महिला समूह इजरायललाई धेरैभन्दा धेरै धन्यवाद। यस्ता सुन्दर कार्यक्रमले विदेशमा पनि नेपालीपन र आत्मीयता जीवित राखेको छ। र यस्तै भिडियोहरू म देखाउँदै नै जानेछु। र यो भिडियोलाई मन परे लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला है त। हृदयदेखि धन्यवाद टक्राउन चाहन्छु सबैजनालाई। अब सृजनशील महिला समूहको तर्फबाट आज चाहिँ ब्रेकफास्ट हुँदैछ है बिच बाटोमा। जस्तो हाम्रो साली होइन, हाम्रो यहाँ हेलो यता पनि है रोटी आज चाहिँ सृजनशील महिला समूहको तर्फबाट आज म आउँछु। ब्रेकफास्ट हुँदैछ यहाँ। है माइली ल म आउँछु। छुट्नु भयो उहाँ। ल रोटी रेडी। हेलो हेलो ए हो सर सिस अब 2-4 मन्तव्य जाओस्। हेलो लासु फाफुल्ला। हामी चाहिँ अहिले डेर्सी जाँदै प्रवासी सृजनशील महिला समूहको हाम्रो चाहिँ प्रवासी सृजनशील महिला समूहको संरक्षकज्यू त यता हुनुहुन्छ। म संरक्षक होइन, के पो हो? सल्लाहकार हो त। सल्लाहकार मैले देखेँ सल्लाहकारबाट राख्नु 2 शब्द। ल
हजुरबाट एउटा यसो सानो एउटा इन्फर्मेसन दिनु न। हामी चाहिँ प्रवासी सृजनशील महिला समूहबाट चाहिँ आज डेढसीको टुरमा जाँदैछौँ। एकदमै रमाइलो भइरहेको छ। यो सायदै पहिलो टुर जस्तो लागेको छ मलाई चाहिँ मेरो भगाइमा 2टा बस यति रमाइलोसँग मिठो खाजाको साथमा चाहिँ हामी आएका छौँ। अब अर्कोचोटिबाट सबैजना चाहिँ त्यसै नै जानुपर्छ। धन्यवाद। ल थ्याङ्क यू है हजुरलाई इन्फर्मेसनको लागि धेरै धेरै धन्यवाद। दाइ कस्तो छ खाना? खाना रे ओहो खाजा 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 एक्सेल मिलेन है यो त मिलेन है यो त कहिले खाने यस्तो त दिन्छ खै अर्को ल्याइदिन्छ अर्को ल्याइदिन्छ एकै दिन यता यो ल ब्रो ल समीर ल एकैटा हानिदिनु रहेछ ऊ उतातिर नि घुमाइदिनु सबतिरमा त जम्मैतिर हान्दै बहिनी कस्तो छ अचार पिरो है पिरो धेरै नखाऊ है प्रेसिडेन्टले ल तपाईँको ल एउटा 2-4 शब्द जाओस् न त हाम्रो सृजनशील महिला समूहको भ्रमणको विषयमा भर्खर बिहान बिहान शुभ शुभ। सर्वप्रथम त मेरो सासुआमा सरिता दिदीलाई चाहिँ आफ्नो कार्यकाल सफलताको शुभकामना। अस्ति मैले शुभकामना दिन पनि भुलेछु काम कार्य व्यस्तताले गर्दा। यसको साथसाथै आज भ्रमण एकदमै सफलतापूर्वक सम्पन्न भएको छ। एकदम उपस्थिति पनि धेरै भयो। एकदमै राम्रो हो एकदम रमाइलो भइरहेछ यो भ्रमण कार्यक्रम। अब दिदीको यो पहिलो कार्यकालको पहिलो कार्यक्रम भनौँ एकदम सफलता रह्यो। फेरि पनि कार्यहरू चलिरहोस् दिदीको त्यति भन्दै फेरि पनि शुभकामना दिन चाहन्छु। त्यति छु लाग्छ हौ तुझ चाहिँ खानुस् है खानुस्। खोइ फोटोसोटो त आएन त तपाईँको। फोटो खिच्नु भयो ल ब्रेकफास्ट कस्तो लाग्यो हजुरहरूलाई र आजको टुर कस्तो हुँदैछ हजुरहरूको? अलिकति केही सहयोग गर्नुपर्ने केही थियो कि भन्नुपर्ने यो भए हुन्थ्यो भन्ने खालको केही थियो कि? हजुर सक्छु ल भन्नुहोस् त। अचार बास आउँछ 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 तपाईँलाई अचार होइन एउटा अचार एउटा सेलरोटी एउटा तपाईँ चाहिँ हाँस्नुभयो नि किन? ल भोलिन्टियरज्यू यहाँ एउटा अचार चाहियो र यहाँ ल शुभ बिहानी है सबै सम्पूर्णलाई। ल आनन्दले मजाले कस्तो कस्तो भयो हजुरहरूको स्टार्टिङ टुर? दामी दामी ल थ्याङ्क यू है। ल थपी 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 समीर बन्द गर अब खाम। ल एकदम ल सेलरोटी अहिले दिदी आउनु ल सृजनशील महिला समूहको तर्फबाट एकदम रमणीय ठाउँमा भ्रमण हुँदैछ। तपाईँहरूको केही कुछ अलिकति यसो 2-4 शब्द जान्छ कि तपाईँबाट जानुहोस् त। ल महासचिव नमस्कार सबैजनालाई यहाँ उपस्थित हुनुभएका तपाईँहरू सम्पूर्णलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। हामी विश्वकै सबभन्दा उच्च ठाउँ मृत सागरको भ्रमणको यात्रामा बिच बाटोमा छौँ। यतिखेर हाम्रो यहाँ खाजा पान नास्ता पानी भइरहेको छ। तपाईँहरूलाई सबैजनालाई शुभयात्रा। हाम्रो निम्तोलाई स्वीकार आउनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। घुम्नुहोस् रमाइलो गर्नुहोस् सबैलाई शुभयात्रा। धन्यवाद। ल हजुरलाई पनि इन्फर्मेसनको लागि धेरै धेरै धन्यवाद है हजुरलाई। ल हाम्रो कस्तो मिठो छ होइन मिठाई अचार चना दिदी राम्रोसँग खानु है साली मजाले खानु है। ल यति भन्दै मैले पनि अलिकति अब सबैले खाइसक्यो म नि खानु पऱ्यो नि त्यसो भन्दै
दामी ल यो सानो चाहिँ यो छुट्टै खालको यो फेरि आज चाहिँ हामी चाहिँ यहाँ मैले हान्दिनँ हानिदिइहाल्छु त म त बिचरा लौ लौ बस अब हामी पानीमा डुबेर अब यहाँ यसरी मोलिन्छ कि यसरी मोलिन्छ अचार यो नि त अचार बल्ल ब्रदर यता 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 हेर्नु त एकचोटि अचार पनि हेर्ने अरे बुढीले नि हेर्छ सुरु सुरु अब दिनभरि अब घुमेर पानीमा नुन पानीमा डुबेर अब पुरा चेलीबेटीहरू पुरा लाइनमा हुनुहुन्छ चट्ट खाना खाने निदाउने हामीलाई दुःख जाति हामीलाई आँसु पुछ देऊ न रुमाल हरेक होला बगी जाने होला लाउन मैया पैसा सम्हाल कालो काले हामीलाई दुःख जाति हामीलाई आँसु पुछ देऊ न रुमाल
अँ। ल अब बिस्तारै बिस्तारै टन्न खानु होला है ल है चेलीबेटी हो ला 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 काले दे काले काले दे लागन गाठो कुरा सुन साचो माइती छोडा सुमर गाडी सिस्नु तरकारी जागिर खाएको सरकारी छुट तिमीलाई मनै भर लागन गाठो कुरा सुन साचो माइती छोडा ढुकुर जोडीहरू गाडी सिस्नु तरकारी जागिर खाएको सरकारी छुट तिमीलाई मनै भर ल सुरु 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 पहिला अलिकति थोत्र है नानी थोत्र पहिला यसमा खै थोरै हाल्नु त म चाख्छु बस बस दामी दामी Master.
कहाँबाट टन नाम यहाँ भिडियो चाहिँ यहाँ बनाउने क्या खाली प्लेटमा हो खाली न अहिले भरिसी होला नि फेरि भरे अहिले भयो ल यता डिजेहरू है कहते हैं शादी करने का कोई सही वक्त नहीं होता ल ठिक है कर लो बस तभी से तुम्हारा बुरा वक्त शुरू हो गया ओ सिमी भोक लाग्यो त अगाडि आएको छ तुझे तुझे कुछ साल अकेला क्या छोड़ा तूने इतना बड़ा झोल कर दिया बदतमीजी एक बीमारी है ऐसी बीमारी जो धीरे धीरे वक्त के साथ बुढ़ापे में बदल जाती है मैं कहता हूँ जब तक बुढ़ापा नहीं आता थोड़ी बदतमीजी ही कर लेते केक पनि रहेछ जेम्सीमा हाम्रो प्रवासी सिर्जनशील महिला समूहले आयोजना गरेको एक दिने पिकनिक कार्यक्रमको घुमेर सकेर यहाँ अहिले खाना खाने क्रम भइरहेको अघैला